जस्तै सम्पूर्ण दर्शक महानुभावहरुमा नमस्ते है सबैलाई। जति प्रवासमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, आमा बुवा सबैलाई मेरो तर्फबाट सबैलाई नमस्कार र धन्यवाद भन्न चाहन्छु। र हिजो रवि दाइ कारागारबाट छुट्नु भएको छ र आज त्यसै गरी भैरवा रूपन्देही जिल्ला अदालतमा उपस्थित भई त्यहाँको कानुनी प्रक्रिया मिलाएर आज रवि दाइ त्यहाँबाट निस्कनुहुन्छ र आज स्वागतको लागि बाटोमा चाहिँ कार्यक्रम राखेको छ। स्वागतको लागि सबैभन्दा त हामी प्रवासमा बस्ने नेपालीहरूलाई म सबैलाई धन्यवाद भन्न चाहन्छु र हामी यसै गरी हामी रवि दाइलाई माया गर्ने नै छौँ। सबै प्रवासमा यति माया छ रवि दाइप्रति, हामी सधैँ आभारी छौँ। आभारी भन्दाखेरिमा धेरैभन्दा धेरै खुसी चाहिँ हामी यहाँ बस्नुहुने सम्पूर्ण नेपालीलाई धन्यवाद भन्न चाहन्छु र आगामी दिनहरूमा पनि माया गर्दै जानुहोला। सबैलाई मेरो तर्फबाट सबैलाई धन्यवाद र त्यसै गरी हाम्रा घन्टी साथीहरूलाई पनि सबैले एकजुट भएर रवि दाइलाई साथ दिनुपर्छ भन्ने हामीले यही चाहेका छौँ र प्रतीक्षा गरेका छौँ र सबैलाई मेरो तर्फबाट धन्यवाद भन्न चाहन्छु र हस्त धन्यवाद है।